हेलो गाइज, मेरो नाम रुद्र कटेल। आज म जाँदैछु अनलाइनमा। आज म ब्लिङ्किटमा जाँदैछु। आज ब्लिङ्किटको कमाइ कति हुन्छ हजुरलाई म देखाउँदैछु। ब्लिङ्किटमा काम गरेर हामीले यहाँ रोजगारी पाएर कति कमाउन सक्छौँ भन्ने कुरा हजुरले यहाँमा जानकारी पाउनुहुनेछ। स्वागत छ सबैलाई मेरो यो च्यानलमा। सबैले लाइक र कमेन्ट गरी सब्सक्राइब गरिदिनु होला। सुन्नुहोस् गाइज, हाम्रो घर जाने बाटो यस्तो छ। यस्तो पानीमा गाडी लिएर आउनुपर्छ। यस्तो रोड छ, यहाँ एकान्त छ, शान्त वातावरण छ। हजुरहरूले देखिराख्नु भएको छ। यस्तो बाटोमा हामी हिँडिरहेको छौँ। हेरौँ आजको कमाइ कति हुन्छ ब्लिङ्किटमा। हजुरलाई म जानकारी दिँदैछु। हेर्न सक्नुहुन्छ साथीहरू, स्टोरमा आएर हामीले स्क्यान गऱ्यौँ, अर्डर उठायौँ, फेरि अर्डर कस्टमरको लोकेसन एड्रेस हेऱ्यौँ। एड्रेस हेरिसकेपछि त्यसलाई कस्टमरको लोकेसनमा गई हामीले डेलिभर हानिसकेका छौँ। अनि हामीले अब आउने हो नेक्स्ट अर्डरमा। फेरि यो नेक्स्ट अर्डर हो, हेर्न सक्नुहुन्छ। फेरि अनि यो अर्डर उठाएर हामी जाने हो कस्टमरको लोकेसनमा। फेरि वहाँ जाँदा कस्टमरलाई डेलिभर गर्दा हामीलाई यसको अर्निङ देखाउँछ पर अर्डर। फेरि स्टोरमा आएर यसरी स्क्यान गर्ने हो नेक्स्ट अर्डरको लागि। अर्डर गिर्दा यसरी स्वाइप गरेर अर्डर उठाउनुपर्छ। त्यहाँ R8 लेखेको छ, यानि कि ऱ्याक हुन्छ R8 लाल कलरको। त्यहाँ गएर प्रोडक्ट लिने हो, त्यहाँ स्क्यान गर्ने हो, फेरि यस गरेर अगाडि बढ्ने हो। फेरि हामीलाई कस्टमरको एड्रेस देखाउँछ। कस्टमरको एड्रेस हेरिसकेपछि कस्टमरको लोकेसनमा पुगेर त्यसलाई डेलिभर गर्ने हो। त्यसलाई रेटिङ दिएर हामीले सबमिट गरिदिने हो। फेरि गो टु नेक्स्ट अर्डर गरेर यो अर्निङ देख्न सक्नुहुन्छ। 41 रुपिस 86 पैसा दिइसकेछ। फेरि स्टोरमा आएर हामीले अर्डर लिने हो अर्को। फेरि जाने हो कस्टमरको लोकेसनमा। कस्टमरको लोकेसनमा जाँदाखेरि हामीलाई यसरी भिडभाडमा राम्रोसँग हेरेर हिँड्नुपर्छ। ट्राफिक धेरै भएको हुन्छ बाटोमा, त्यो कारणले हामीले सचेत भएर राम्रोसँग हिँड्नुपर्छ। अब यो रङ साइडमा जाँदा पनि हामीले राम्रोसँग हेर्नुपर्छ, किनभने अगाडि धेरै घुमेर आउनुपर्छ भनेर हामीले यो सर्टकट लिएका हौँ। यसरी सर्टकट लिएर हामीले सर्टकट आउनु पाएका हौँ, त्यही हुनाले यसरी सर्टकट गर्नुपर्छ। फेरि कस्टमरको लोकेसनमा पुग्दा डेलिभर गरी फेरि स्टोरमा आएर स्क्यानमा गएर फेरि स्क्यान गर्नुपर्छ। हेर्न सक्नुहुन्छ हजुरले मेरो अर्निङ आज दिनभरिको कति भएको छ। 2059 रुपियाँ 22 पैसा भएको छ। हामीले 38 अर्डर डेलिभर गरिसकेका छौँ। मैले कन्टिन्यू 13 घन्टा 51 मिनट ड्युटीको टाइम मैले काम गरेको छु। फेरि यहाँमा देख्न सक्नुहुन्छ मैले लक कोन सा तोडेको छु। यहाँमा अफर हुन्छन्, टाइम स्लट पनि भर्नुपर्छ। बिहान र बास्तीको टाइम स्लट हुन्छ 4-4 घन्टाको। त्यो कम्प्लिट गरिसकेपछि नै माथिको हामीलाई अफर पाइन्छ। यो अर्न अप टु 1510 रुपियाँ एक्स्ट्रा देखाएको छ, तर त्यो पुरै तोड्न सकिन्न। हामीले 3-4 लक तोडेका छौँ। आजको लागि यति नै साथीहरू। फेरि भेटौँला अर्को ब्लगमा। लाइक र सब्सक्राइब गरी सेयर गरिदिनु होला। धन्यवाद।